सायद मलाई बुझिदिने कोही पनि नभएर होला। आजभोलि यो मन धेरै दुख्ने गर्छ, त्यसैले त एकान्त र एक्लोपन धेरै प्यारो लाग्छ। तपाईँ मलाई भन्नुहोस्, तपाईँको के छ कुरा भन्नु? तपाईँको निर्वाचित जनप्रतिनिधिको एउटा कुरा छ, पब्लिकको एउटा कुरा रह्यो, उद्योगको कुरा एउटा रह्यो। अब तपाईँ भन्नुहोस्, यो बाटो अहिले बन्द गरिदिँदा चाहिँ हुने हो? पब्लिकको आज तपाईँले चाहिँ बन्द गर्नु पर्यो भन्नुभयो, भोलि पब्लिकले किन बन्द गरिसक्यो भने दिने एन्सर के हो? क्लियर कुरा होइन, सबभन्दा ठुलो कुरो हामी यसले यति भनिरहँदाखेरि त्यहाँका जनमास पब्लिकहरू सबैजना हामीले बोलाएको अवस्था होइन। तपाईँहरूले जानकारी भनेको ल हामी आउँदैछौँ, पब्लिकलाई बोला भनेर चाहिँ कसैले मलाई निर्देशन दिएको छ भने तपाईँहरूले भन्नुहोस्, त्यो छैन। नभएपछि तपाईँले बाटो भनेको वैकल्पिक बाटो त्यहाँ गएर हेर्नुहोस्, यदि त्यसमा भनेको गाडी चढ्छ या चढ्दैन, के गर्छ, कता खोलेर छ भने त्यसपछि मात्र नेको यो यसमा कुरा हुन्छ। अहिले यहाँ हेरेर हुँदैन, बाटोमा सम्बन्धित निकायमा जानुपर्छ, यहाँ बसेर चाहिँ हुँदैन। हो यहाँ तल तल के भयो भने हजुरको पहिले चाहिँ हामीले वाल लगाएको थियौँ, बाउन्ड्री घेरेको थियो। पोहोर सालको परार सालको उसले यो चाहिँ सबै बगायो, सबै वालै लाग्यो। ए अर्जुन सर, मैले अर्जुन सरलाई साथै म भने तपाईँले हिजो जङ्गल खन्दाखेरि चुप लाएर किन बस्नुभयो तपाईँ? होइन जङ्गल खन्दा होइन, यी भाइहरू होइन, यी भाइ होइन, जङ्गल खन्दाखेरि तपाईँ चुप लाएर किन बस्नुभयो? तपाईँको कुरा अर्थात् तपाईँ एक ठाउँ बस्नुहुन्छ, तपाईँले सबै पब्लिकको भर्सन बुझ्ने हो भने सबैको आशय बुझ्ने, अर्काले नै हिँड्नुपर्छ भन्ने भए यो कुरा अलिकति फरक ढङ्गले आउँथ्यो होला। उहाँको व्यक्तिगत इस्युसँग म गएकै छैन। यो बाटो खन्ने बेला नखनौँ, अहिले हुँदैन भन्दाखेरि यहीँ पब्लिकले हैरान गरेर यो खन्या, त्यसमा धेरै लगानी होइन, यो खन्दाखेरि तपाईँ समावेश हुनुहुन्थ्यो, यो हुनुहुन्थ्यो होइन? जङ्गल खन्दा तपाईँ हुनुहुन्थ्यो, जङ्गल खन्दा तपाईँ हुनुहुन्थ्यो होइन? त्यति मात्र सोध्नु थिएँ, जङ्गल खन्दा तपाईँ हुनुहुन्थ्यो होइन? किन नसोध्ने? होइन, मैले सोध्नु पाउँदैन, मैले जङ्गल खन्दा तपाईँ हुनुहुन्थ्यो भने के मैले सोध्नु पाउँदैन? राम्ररीले भोलिहरू हाल्नुहुन्छ गर्नुहुन्छ हो, यो भयो भनेदेखि हामीलाई पनि खबर गर्नुहोस्। के अरे अनुसन्धानको प्रक्रियामा रहेको हुनाले यसलाई चाहिँ यो अनुसन्धानलाई प्रभावित गराउने गरी सामाजिक सञ्जालतिर त्यो राम्रो नै हो। यो अनुसन्धान भइरहेछ, यो कानुनी हिसाबले चाहिँ अगाडि बढिरहेछ। जसले यो गर्छ त्यसलाई पनि चाहिँ हुन्छ नि फेरि कारबाही। यो त यसको सिस्टम म तपाईँहरू सबैका कुरा सुन्छु, एक पक्षीय म हुँदिनँ, हुनु पनि हुँदैन, म हुँदा पनि हुँदिनँ, म एक पक्ष निर्णय गर्दा पनि गर्दिनँ। सबैका राय बुझेर भएको के रहेछ, वास्तविकता के हो त्यही मात्र हुन्छ। तर यसलाई अनुसन्धानलाई प्रभावित पार्ने गरी कसैले पनि नगर्नु।